यो बडी हो हजुर खोइ बाहिर आएको बाहिर त आयो दैले ब्याङ्कमा जा क्यामा पैसा जम्मा गरेर यहाँबाट यी पैसा जम्मा 50-60 हजार रुपियाँ जम्मा भएका छन् अब यो यहाँ गर्नुभन्दा घर अब यहाँ अर्कान दिनुभन्दा त खातामा 80,000 खातामा हाल्दै ब्याङ्कमा पुग्नुपर्छ दैले बजारै पुगेँ आफू गए त हुन्थ्यो त जाने मेरो यार लटपट छ यार त पनि अब महिलाबाट सिक्नु पनि पर्छ त कसरी जम्मा हार्ने के हार्ने थाहा पाउनु पर्यो आज मात्रै फेरि पनि जम्मा हार्नुपर्छ त्यो म गए पो थाहा हुन्छ म मात्रै गएँ भने त कहाँ थाहा हुन्छ त महिला पनि सिक्नु पर्यो त खातामा कसरी जम्मा हार्ने हो कसरी निकाल्ने हो पैसा थाहा पाउनु पर्यो नि त्यस कारण त सिक्लै बनिकन मैले गरेँ कुरा बुझी हेर यति रुपियाँ छ नि यी रुपियाँ लिएर यी हेर ल छोरालाई क्या हेर यी रुपियाँ यसमा हेर यसरी पाहाड हालिदिँछु है ट्याक्कै हालिदिएछु हेर खाता नम्बर यो खाता नम्बर हो यो खाता नम्बर ट्याक्कै यहाँनिर उनीहरू ब्याङ्कमा खोइ तपाईँ खाता ल्याउनुहोस् खाता नम्बर ल्याउनुहोस् भन्छ हो त्यो भनेपछि यो ट्याक्कै लिनु र ल भने त्यही खातामा ट्याक्कै उनीहरू जम्मा हालिदिनु पैसा कुरा बुझी त्यो यो पनि यहाँ हालिदिएछु है त हेर यसमा हालिदिएछु ल जाएर अनि त्यहाँबाट जम्मा हालेर हेर म घरतिर हेर लटपट छ यताउता आउनुपर्छ नै तँ सिक्लै भनिकन हो मैले जानिएको छु तँ थाहा पाइ छैन त तँ गइकन यसरी जम्मा हाल्दा रहेछन् यसरी निकाल्दा रहेछन् यसरी भौसर गर्दा रहेछन् भने थाहा पाउने भए त महिलालाई पनि त सिकाउनु पर्छ त पुरुषमा त्यही उयो हो त्यस कारण तँलाई मैले अस्ति पनि राम्रो सिकाएको छु हो कि त्यसलाई यो खाता नम्बर माग्दा उहाँ ब्याङ्कमा त्यो खाता नम्बर दिनु अनि ल्याक्कै दिनु र रुपियाँ ठ्याक्कै ल्याउ रुपियाँ भन्छन् ल्याउनुहोस् भन्छन् त्यहाँबाट ट्याक्कै हात बाँडेर जम्मा दिन्छ अनि स्याट्टै गरेर आइज तँ एकदम आइन्छ त तल अटो मिल्नु छ अटोमा गइस् है ल ल के छ ल अटो भाडा पनि दिनु अटो पैसा लैजाऊ ल अटो भाडा यो छुट्टै हो ल यो पैसा राखेर अरू के